के तपाईको घर आँगनमा छ यो बोट? चिन्नुहुन्छ यो के हो? छैन भने खोजी खोजी रोपिहाल्नुहोस्, किनकि आयुर्वेदमा उल्लेख गरिए अनुसार यो उच्च औषधीय गुणले भरिपूर्ण अत्यन्तै गुणकारी वनस्पति हो। यसमा प्रशस्त मात्रामा रोग प्रतिरोधी गुण हुन्छ र पौष्टिक तत्व पनि भरपूर हुनुको साथै औषधीय तथा सौन्दर्य गुण पनि उत्तिकै रहेको हुन्छ। यसलाई कृष्णा निम्बा अथवा कडी पत्ता भनिन्छ। यसमा निमको जस्तै अमृत तुल्य गुण हुने तर यो तीतो नहुने भएकोले यसलाई मिठा निमको नामले पनि चिनिन्छ। आयुर्वेदमा कडी पत्ताको महत्व उच्च स्थानमा रहेको छ। परापूर्व कालदेखि नै विभिन्न रोगको घरेलु उपचारको लागि यसको प्रयोग गरिँदै आएको पाइन्छ। यसमा विभिन्न किसिमका खनिज तत्व तामा, फलाम, क्याल्सियम, फोस्फोरस, फाइबर, कार्बोहाइड्रेट, म्याग्नेसियम लगायतका पोषक तत्व पाइने कुरा विशेषज्ञहरूले बताएका छन्। यसमा बेग्लै किसिमको सुगन्ध र स्वाद हुने भएकोले विभिन्न परिकारमा पनि प्रयोग गरिन्छ। पतञ्जलिका आयुर्वेदिक विशेषज्ञ आचार्य श्री बालकृष्णले पनि कडी पत्ताको बारेमा खुबै चर्चा गरेका छन्। हाई ब्लड सुगर रोगको लागि कडी पत्ता अति उत्तम मानिएको छ। नियमित बिहान खाली पेटमा ताजा कडी पत्ता चपाएर खाने गरेमा इन्सुलिन लेभलमा सुधार आउँछ र ब्लड सुगर नियन्त्रण गर्न मद्दत गर्छ। यसमा ठन्डा गुण हुने भएकोले गर्मीको मौसममा यसको सेवन गर्नाले शरीरमा शीतलता प्रदान गर्छ र गर्मीमा पाचन सम्बन्धी समस्या पनि बढी हुने भएकोले यसको सेवन गर्दा ग्यास्ट्रिक लगायत पाचन सम्बन्धी कुनै पनि समस्या हुनबाट बचाउँछ। शरीरमा खराब कोलेस्ट्रोलको मात्रा बढेमा मुटुमा असर पर्छ र हार्ट अट्याक सम्मको सम्भावना हुन्छ। तर नियमित कडी पत्ताको सेवनले शरीरमा भएको खराब कोलेस्ट्रोल नियन्त्रण गर्छ, जसले गर्दा मुटुमा आउन सक्ने समस्याको सम्भावना कम गराउँछ। कडी पत्ताको सेवनले मोटोपन घटाउन अत्यन्तै प्रभावकारी हुन्छ र आँखा सम्बन्धी समस्या हुनबाट समेत बचाउँछ। यसको प्रयोगले कपाल बलियो बनाएर झर्नबाट रोक्छ र उमेरमै कपाल फुल्ने समस्याबाट पनि बचाउन मद्दत गर्छ। यसको प्रभावकारी फाइदा लिनको लागि नियमित बिहान खाली पेटमा 5 देखि 8 ताजा पात मजाले चपाएर खानु पर्दछ। यसको जुस बनाएर पनि खान सकिन्छ भने 1 कप पानीमा 10 देखि 15 पात उमालेर चियाको रूपमा पनि पिउन सकिन्छ। दाल, तरकारी, मासु लगायतका परिकार बनाउँदा कडी पत्ता राखेमा विशेष सुगन्ध आउनुको साथै स्वादिलो पनि बनाउँछ। यसको पातमा बेसार र कागती राखेर पेस्ट बनाएर अनुहारमा लगाउने र आधा घण्टापछि चिसो पानीले धुने गरेमा अनुहारको दागहरू हटेर जान्छ। कडी पत्ता